हेलो साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो मिनी भ्लगमा। सुरु गरौँ आजको दिनचर्यातर्फ साथीहरु। बिहानको झुल्के घाम पनि झुल्किन लाग्यो अनि यो चाहिँ मेरो दोकान अगाडिको दृश्य तपाईहरु सबैजनालाई देखाउन चाहे। अहिले चाहिँ म माथि घर आएको छु। हाम्रो आमाले पनि हाई गर्दिदै हुनुहुन्छ अनि यिनीहरु चाहिँ हामीले पालेको बाख्राहरु हो र म चाहिँ अब यिनीहरुको लागि घाँस काट्नु जानुपर्ने हुन्छ। यसै बीचमा चाहिँ म एकदमै अर्गानिक केरा घरिसँगै बोकेर खाँदै छु। यो चाहिँ बोटमा पाकिरहेको रहेछ र साथीहरु म चाहिँ बाख्राको लागि घाँस काट्न आइसकेर मैले चाहिँ यो रुखको घाँस काट्ने विचार गरे र म यसरी चढेर घाँस काट्न थाले। त्यसपछि मैले झारेको यो घाँसलाई भारी लाउनलाई मिलाएर काट्न थाले। त्यसपछि भारी बोकेर म घरतर्फ लागे र मैले गोठमा ल्याएर भारी बिसाइदिए र त्यसपछि चाहिँ आमाले अब घाँस लगाइदिनुहुन्छ बाख्रालाई। अनि 9-10 पनि बजिसक्यो र म अहिले चाहिँ हाम्रो मन्दिरमा छु अनि यहाँ हाम्रोमा चाहिँ पूजाको तयारी हुँदैछ र यहाँ बडाउ र मैले चाहिँ मण्डपको लागि चाहिँ लिङ्ग गाडिरहेको छौँ अनि हाम्रो यहाँ जेठा बडाउ चाहिँ एप्लिङको काम गरिरहनु भएको छ। यतिकैमा हाम्रो फुपूले चिया पनि ल्याइदिनु भयो र मैले चिया पनि पिएँ साथीहरु। त्यसपछि फेरि म कामको निरन्तरतामा लागे अनि म मण्डपको डेकोरेसन तर्फ लागे। एक्लै काम गरिरहेको थिएँ, यतिकैमा हाम्रो काकी आएर सघाउनु भयो। त्यसपछि फेरि भाइ पनि आएर केही काम सघाउन थाल्यो र हामी दुईजनाले गरिरहेका थियौँ र यतिकैमा बडाउ पनि आइपुग्नु भयो र हामी तीनजना मिलेर गर्न थाल्यौँ। अनि मिलन दाइ र म चाहिँ मुनिको डेकोरेसन गर्नतर्फ लाग्यौँ र हामीले डेकोरेसन गर्न सुरु गर्यौँ र मुनिको डेकोरेसन चाहिँ सकि नै लाग्यो साथीहरु। अब अलिकति मात्रै बाँकी छ। यतिकैमा खाना खाने बेला भयो र म चाहिँ खाना खान थाले साथीहरु। उहाँ चाहिँ हाम्रो बोजू हुनुहुन्छ, उहाँ चाहिँ यतापट्टि आउँदै हुनुहुन्छ। त्यसपछि फेरि हामी माथिल्लो स्टेपको डेकोरेसन तर्फ काम गर्न सुरु गर्यौँ र माथिल्लो स्टेपको डेकोरेसन पनि काम सकिसकेको छ। अब भने चाहिँ हामीले यहाँ रङ्गी चङ्गी रङ्गाउनु पर्ने हुन्छ र रङ्गाउने काम पनि सुरु भइसकेको छ साथीहरु। त्यसपछि सबैजना मिलेर कोही रङ्गाउने त कोही मुनि भुइँ लिप्ने काम गर्न थाल्यौँ र काम गर्दै 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 जाँदाखेरि अन्त्यमा डेकोरेसन सबै हामीले गरिसक्यौँ। वरिपरि रङहरू रोगनहरू गरिसक्यौँ र यहाँ अलिकति बाँकी छ। यहाँ गर्दै हुनुहुन्छ हाम्रो माइला बडाउ, जेठा बडाउ, मियोङ दाइ मिलेर गर्दै हुनुहुन्छ र त्यतिकैमा साँझ पनि पर्न लागिसक्यो, घाम पनि डुब्न लाग्यो। मन्दिरलाई चाहिँ यसरी ध्वजाले सजाइएको छ र यहाँ केही कामहरू अलिकति बाँकी छ। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो यो मन्दिरको दृश्य। अब भने चाहिँ मण्डपको अन्तिम चरणको काम गर्न लागिरहेका छौँ। हामीले चाहिँ यो मण्डपको सबै बाँसहरूमा चाहिँ हामीले यसरी कपडाले बेरेर गर्नुपर्ने हुन्छ। रातो पहेँलो सेतो मिलाएर गर्नुपर्ने हुन्छ। यहाँ हाम्रो भाउजू चाहिँ दियो क्लास काउन्ट गर्दै हुनुहुन्छ र फाइनली हाम्रो मण्डप रेडी भइसकेको छ साथीहरु। अब भोलि चाहिँ पूजा गर्न मात्रै बाँकी छ र त्यसपछि हामी थोरै थोरै खाजा खाना तर्फ लाग्यौँ। खाजामा हामीले चटपटे खायौँ। यता बुढीले हाई भन्दै हुनुहुन्छ